मानिसहरू विकास बढ्ता भयो भनेर जस्तो बिजनेस कम्प्लेक्स जलाउन गए त्यसको अर्थ महत्त्व नै बुझेनन्। जसले जलाए ती देशका दुश्मन, विकासका विरोधी हो। जसले अरूका घर जलाए ती आतंककारी हो, अपराधीहरू हुन्। जसले सिंहदरबार जलाए, जसले संसद भवन जलाए, सर्वोच्च अदालत जलाए, तिनीहरूले क्रान्ति गरिरहेका होइनन्, विकास निर्माण गरिरहेका होइनन्, देश बनाउन खोजेका होइनन्, देशमा विध्वंस मचाएर अस्थिरता ल्याउन खोजेका। 84 मा चुनाव भइहाल्थ्यो। पहिले बढ्दै हुँदाखेरि त्यत्रो आगो लाएर भने के भन्दा चुनाव अहिले चुनाव किन चाहिएको थियो, नहुने के थियो? यति हो, नेकपा एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव भनेको पहिलो पार्टी हुन्छ। यतिका लागि त हामी हतारै गरेका थिएनौँ त। हामी त 84 पर्खिराखेका थियौँ, तर हामीलाई पहिलो पार्टी हुने मौका मिल्ने भयो। यतिका लागि यत्रो आगो किन लगाउनु पर्थ्यो? एमाले सिद्ध्याउन आगो लगाए, एमाले पहिलो पार्टी हुन्छ। त्यो मैले भन्ने गरेको छु। एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, व्यक्तिहरूलाई मैले भन्ने गरेको छु। कान खोलेर सुने हुन्छ। नेकपा एमाले आउँदो निर्वाचनमा, फागुन 21 गते हुने निर्वाचनमा पहिलो पार्टी हुन्छ। कम्तीमा बहुमत ल्याएन भने पनि पहिलो पार्टी हुन्छ। वास्तवमा देशमा अराजकता मचाउनु, आतंक मचाउनु, आगजनी गर्नु, अर्काको सम्पत्ति आगजनी गर्नु, सार्वजनिक सम्पत्ति, राज्यको सम्पत्ति आगजनी गर्नु, तोडफोड गर्नु, लुटपाट गर्नु, नेपाली हो भन्ने मान्छेलाई शरम हुनुपर्दछ लुटपाट गर्नका लागि। अर्काको सम्पत्ति लुटपाट गरेर लुटेर जीविका चलाउने नेपाली जाति होइन। नेपाली गरी खाने जाति हो, लुटेर खाने जाति होइन। नेपाली शान्तिप्रिय जाति हो, आगो लगाउँदै कुद्ने जाति होइन।